नमस्कार, वास्तु सम्बन्धी यस भिडियोमा तपाईहरुलाई स्वागत गर्दछु। आज हामी यस भिडियोमा वास्तुशास्त्र अन्तर्गत हामीले घरमा किचन कुन दिशामा राख्न उपयुक्त हुन्छ भन्ने बारे जानकारी गराउने छौं। यदि किचन सही दिशामा राख्न सकिएको खण्डमा यसले घरमा राम्रो ऊर्जा प्रदान गर्दछ। पुरानो पुस्तक वास्तुशास्त्र अर्थात विश्वकर्मा प्रकाशमा लेखिए अनुसार किचनको लागि सबैभन्दा उत्तम दिशा कुन हो त भन्ने बारेमा डिटेलमा जानकारी दिन गइरहेको छु। मानिलिनुस् यो हाम्रो घरको एरिया। यसमा हामी सबैभन्दा पहिला डिरेक्सन अर्थात दिशा पत्ता लगाउने छौं र कम्पासको माध्यमद्वारा। यदि घरको सेन्टरमा अर्थात बीच भागमा बसेर हामीले कम्पास राख्यौं भने सर्वप्रथम कम्पासले उत्तर दिशा देखाउनेछ र त्यसैको आधारमा हामी अन्य दिशाहरू पत्ता लगाउनेछौं। जस्तै दाहिनेतर्फ अब पूर्व दिशा हुनेछ, जहाँबाट सूर्य उदय हुनेछ त्यस दिशालाई पूर्व दिशा भनिनेछ, जुन कम्पासले पनि देखाउनेछ। र त्यसपछि उत्तरको ठ्याक्कै तल अर्थात अपोजिटमा दक्षिण दिशा हुनेछ र सूर्यास्त हुने दिशा जसलाई हामी पश्चिम दिशा भनिन्छ। यसरी हामीले चारवटा दिशा कम्पासको सहाराद्वारा कम्पासको मद्दतबाट पत्ता लगाउने छौं। ती बाहेक पनि वास्तुशास्त्रमा अन्य दिशाहरू पनि हुने गर्दछ। जस्तै उत्तर पूर्वको कुनालाई उत्तर पूर्व अर्थात ईशान कोण भनिन्छ। त्यस्तै गरी दक्षिण पूर्व, दक्षिण र पूर्वको कुना जसलाई आग्नेय कोण भनिन्छ। यसै क्रममा पश्चिम र दक्षिणको कर्नर कुनालाई दक्षिण पश्चिम अर्थात नैऋत्य कोण भनिन्छ र उत्तर र पश्चिमको कुनालाई उत्तर पश्चिम अर्थात वायव्य कोण भनिन्छ। यसरी हामीले सर्वप्रथम चारवटा दिशा पूर्व पश्चिम उत्तर दक्षिण पत्ता लगायौं। त्यसपछि अन्य दिशाहरू कोणहरू पनि पत्ता लगायौं। यी बाहेक पनि अन्य 8वटा दिशाहरू हुन्छ, तर त्यसबारेमा अहिले म जानकारी नदिकन किचन कहाँ राख्ने भन्ने कुराको जानकारी दिन गइरहेको छु। र विश्वकर्मा प्रकाशमा उल्लेख गरे अनुसार दक्षिण पूर्व दिशा अर्थात आग्नेय कोणलाई चाहिँ किचनको लागि एकदम राम्रो दिशा मानिएको छ। दक्षिण पूर्व अर्थात आग्नेय, नामै आग्नेय कोण, यसमा आगो सम्बन्धी क्रियाकलाप गर्दा राम्रो हुने भएकोले यस दिशा अर्थात आग्नेय कोणमा किचन राख्नु सबैभन्दा उत्तम हुनेछ। र त्यसपछि किचनको लागि उपयुक्त दिशा भनेको दक्षिण दिशा, त्यो पनि किचनको लागि उपयुक्त हुनेछ। यदि आग्नेय कोणमा किचन बनाउन सकिएन भने हामी दक्षिण दिशामा पनि किचन बनाउन सक्छौं। यसरी हामीले दुईवटा दिशा किचनको लागि उपयुक्त पायौं। र यदि यी दुईटा दिशामा पनि हामीले किचन बनाउन यदि सकिएन भने अर्को तेस्रो विकल्पको रूपमा हामी पश्चिम दिशालाई लिन्छौं र पश्चिम दिशामा पनि हामी किचन बनाउन सकिन्छ। यसरी हामीले तीनवटा दिशा किचनको लागि उपयुक्त मानिन्छ र यी तीन दिशामध्ये कुनै पनि दिशामा हामी किचन बनाउन सक्दछौं। अब हामी
घरको यस्तो स्थान यस्तो दिशा पनि छ जहाँ किचन कुनै पनि हालतमा बनाउनै हुँदैन, कहाँ चाहिँ बनाउनै हुँदैन त, त्यसबारेमा केही जानकारी दिन गइरहेको छु। सर्वप्रथम त ईशान कोण अर्थात् उत्तर पूर्व दिशामा कुनै पनि हालतमा किचन बनाउनु हुँदैन। यदि बनाइसकेको छ र त्यहाँ किचन छ भने सार्न मात्रै अन्तिम विकल्प हुनेछ, त्यहाँबाट सार्न पर्दछ, कुनै अन्य दिशामा सार्न सुझाव दिइन्छ। यदि उत्तर पूर्व दिशामा किचन रहेको छ भने त्यस घरमा विभिन्न किसिमका स्वास्थ्य सम्बन्धी समस्याहरू आउने, आर्थिक हानि हुने आदि इत्यादि समस्याहरू आउँदछ र साथै लामो समयसम्म उत्तर पूर्व अर्थात् ईशान कोणमा किचन रहेको घरमा त्यस घरमा बस्ने सदस्यहरूलाई वा सदस्यहरूमध्ये केहीलाई नसा सम्बन्धी रोग अत्यधिक मात्रामा रहेको पाइन्छ र अन्य स्वास्थ्य सम्बन्धी समस्याहरू, टाउको दुख्ने आदि इत्यादि समस्याहरू पनि सामान्य रूपमा पाइएको छ। तसर्थ यदि उत्तर पूर्व अर्थात् ईशान कोणमा किचन छ भने त्यहाँबाट सार्न उपयुक्त हुनेछ। त्यस्तै गरी ब्रह्मस्थान अर्थात् घरको बीच भाग सेन्टरमा पनि किचन बनाउन वर्जित गरिएको छ। यहाँ पनि किचन बनाउन हुँदैन। यहाँ बनाइएका किचनको कारणले गर्दाखेरि पेटमा समस्या हुने, पाचन प्रणालीमा समस्या हुने आदि इत्यादि समस्याहरू पाइन्छ। त्यस्तै गरेर किचन बनाउन नहुने अर्को दिशा भनेको दक्षिण पश्चिम अर्थात् नैऋत्य कोण। नैऋत्य कोण यो दक्षता र सम्बन्धको दिशा हो। यदि नैऋत्य कोण अर्थात् दक्षिण पश्चिममा किचन छ भने यसले आफ्नो दक्षता अनुसार काम गर्न त्यस घरका सदस्यलाई बाधा दिनेछ, दक्षता अनुसारको अवसरहरू आउन समस्या गर्नेछ र त्यस्तै गरी नाता सम्बन्ध, साथीभाइ, इष्टमित्र अनि घरकै सदस्य बीचमा पनि सुमधुर सम्बन्ध कायम गर्नमा बाधा गर्नेछ। त्यसकारणले दक्षिण पश्चिम दिशामा अर्थात् नैऋत्य कोणमा पनि किचन बनाउनु उपयुक्त मानिँदैन। यदि यहाँ किचन छ भने त्यसको वास्तु उपाय गर्नुपर्ने हुन्छ। अरू वास्तु सम्बन्धी कुनै थप जानकारीहरू रहेको छ भने हामीलाई सम्पर्क गर्नुहोला। अन्य भिडियोहरूमा यस्तै किसिमका वास्तु सम्बन्धी जानकारीमूलक सन्देशहरू प्रवाह गर्दै जानेछौँ। अहिलेलाई नमस्कार।